guys, welcome back to my another vlog. स्वागत छ तपाईहरुलाई धेरै लामो समयपछि आज भ्लग गर्दैछु अनि आज चाहिँ म नेपाल जाँदै छु अनि त्यही भएर चाहिँ यसो भ्लग गरौँ भनेर बिहानदेखि नै स्टार्ट गर्छु सोचेको थिएँ तर के भयो भन्दाखेरि त्यस्तै बिहान छिटो भयो के 10 बजेको फ्लाइट हो नि त मेरो अनि छिटै थियो अनि त्यही भएर मिलेन उबर सुबर गरे आउँदाखेरि उबर गरेको कारको फेरि टायर पंक्चर भएर अहिले चाहिँ म एयरपोर्टमा आइसकेको छु अनि म चाहिँ अब थाई एयरलाइन्स हुँदै जान लागेको 10 घण्टा लाग्छ थाइल्यान्ड त्यसपछि नेपाल है त ल अब यस्तै छ 4 वर्षपछि नेपाल जाँदैछु सक्नुहुन्छ गाइजहरु यो चाहिँ म जाने प्लेन हो अब यहाँ चाहिँ टक्क हाम्रो सामानहरु यसरी यहाँ भित्र लोड हुँदैछ हाम्रो लगेजहरु होला सायद यो लगेज हो कि अब फ्युल हो कि के थाहा छैन तर खतरा सिस्टम हुन्छ के फेरि अनि म जान लागेको प्लेन चाहिँ यही हो थाई एयरलाइन्सको देख्न सक्नुहुन्छ पर इमिरेट्स छ यता यो कुन छ यहाँ पर चाहिँ सिङ्गापुर एयरलाइन्स छ त्यो चाहिँ म अस्ट्रेलिया आउँदाखेरि आएको हो त्यता क्वान्टस छ कोही प्लेन भर्खर उड्दैछ अनि त्यही हो गाइज के अरे अब मैले भ्लग गर्न पाएको थिइनँ धेरै समयसम्म किन भन्दाखेरि अब मेरो त्यस्तै भइरहेको थियो गर्छु भन्दा नि मिलेको थिएन अब चाहिँ कन्टिन्यू गर्ने ट्राई गर्छु अनि अब हेर्दै जानु होला अब किनभने म नेपाल जाँदै हो अब कता कता अब मेरो घरहरू मेरो गाउँहरू भएको सबै देखाउने छु राम्रो राम्रो बनाउने अनि ड्रोन पनि किन्छु भन्ने सोचेको थिएँ तर टाइमै मिलेन अब नेपालमै गएर किन्नु पर्ला नेक्स्ट भ्लगमा चाहिँ मेरो साइड ड्रोन पनि हुन्छ होला अनि अब चाहिँ मेरो 10 बजेको फ्लाइट हो 9 बज्यो अब हामी एकछिनमा प्लेनमा चेक्छौँ होला हामी हाल्न आज म अनि त्यसपछि नेपाल हेलो गाइज अब चाहिँ म प्लेनमा बसिसकेँ होइन अनि हामीसँग चाहिँ एउटा दाइ भेटेको भयो मेरो साइडमा चाहिँ के छ दाइ ठिकै छ भाइ ठिक छ है भनिदिनु न हेलो अनि यता झ्यालमा चाहिँ दाइ हुनुहुन्छ यता चाहिँ एउटा आमा पर्नुभयो म चाहिँ बिचमा परेको त गाइजहरू अब हाम्रो प्लेन पनि उड्न लागेको छ अनि हाम्रो चाहिँ मेरो यता आमा हुनुहुन्छ नमस्ते भन्दै सबैजनालाई नमस्ते अब चाहिँ हाम्रो प्लेन पनि लाग्यो देख्न सक्नुहुन्छ अनि अब चाहिँ हामी यहाँ मुभी हेरेर जाने टक्क अगाडि यस्तो छ अनि हाम्रो चाहिँ यहाँ पुरा भ्यू पनि यहाँ प्लेन उडेको हेर्न मिल्दो रहेछ यहाँदेखि कसरी उड्छ भनेर हेर्न नै मिल्दो रहेछ भ्यू हुन्छ यस्तो नि हुन्छ कि फेरि टायरदेखिको अब उड्यो है त ल गाइजहरू अब हाम्रो चाहिँ खाना पनि आइसकेको छ अब यस्तो खाना लाग्यो मिठो त हुन्न होला यो के हो यस्तो हेर्दै खानु त मन लागेन अब ट्राई गर्छु कस्तो हुन्छ अगाडि यस्तो छ उडिराखेको छ आमाले पनि खाँदै हुनुहुन्छ यता ल मैले खाना पनि खाएँ खाए त के भन्नु केही खानै मिठो लागेन क्या मलाई त केही पनि खाएन अब यसो मुभी हेर्न पर्ला भनेर हेर्न लाग्यो यो आएको होइन केही मिठो लागेन कि यो थोरै खाएको मिठो लान यो नि चाहेको यो नि मिठो लान यो नि अलिकति खाएँ खाना त झन् कति पनि खाएन अब थाइल्यान्डमा गएर केही खानु पर्ला अनि अब चाहिँ यता गाइज अब हामी चाहिँ फाइनल्ली ल्यान्ड गर्न लाग्यो अनि कस्तो भयो त हजुरलाई ट्रेनमा एकदम रमाइलो भयो
तपाईँ त निदाउनु होला होइन एकचोटि आमा निदाउनु म नि खासै निदाइन अब चाहिँ हाम्रो ल्यान्ड गर्ने बेला भयो पुरा हाम्रो दाइले कस्तो भइदियो अन्त यो दुईचोटि खाना खाइयो एकचोटि त कति नै खाएन अर्को चाहिँ सबै खाइदियो भोग्ला र अर्को चाहिँ त भोग्ला पहिला नखाएको पछि त खानै पर्यो नेपाल होइन ब्याङ्कक त्यसपछि हाम्रो 4 घन्टा जति त्यहाँ बसेर अनि हामी त्यहाँबाट हिँड्छौँ फेरि ल है मैले एयरपोर्टमा भेटौँ न बाई भनिदिनु सबैलाई ल त गाइजहरू हाम्रो चाहिँ फेरि यहाँ पुरा भ्यू हेर्न पाइन्छ कि रियल भ्यू अगाडिको कसरी ल्यान्ड गर्छ भनेर नि हेर्न पाइन्छ कि अगाडि यस्तो हुन्छ यहाँदेखि हेर्न मिल्छ सबै अब हाम्रो लगभग एयरपोर्टको रनवे हेर्नु है त ल हाम्रो ल्यान्ड गरेको तपाईँहरूलाई पनि देखाउँछु यहाँ रनवे आइसक्यो टायर पनि तल झरिसक्यो अब कतिमा चाहिँ अब झर्छ अब टक्क लाएर ल झऱ्यो 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 अनि हाम्रो फेरि यहाँ यस्तो हेर्न मिल्छ कि यो यस्तो भ्यू यता चाहिँ यस्तो भ्यू ल फाइनल्ली 1 2 3 4 5 6 आयो ल माइ स्पिड हेर्नु त कस्तो स्पिड हो यो आगो निस्केको त्यहाँदेखि टायर चाहिँ मान्नुपर्छ केले बनाउँछ कि यो टायर है लास्टै बलियो कि यो टायर चाहिँ स्पिड 300-400 स्पिड होला बाहिर त 28 डिग्री रहेछ डह्रो गर्मी रहेछ बाहिर चाहिँ ल त गाइज हामी चाहिँ अहिले प्लेनबाट झरेर बसमा जाँदैछौँ बसले लिएर जाँदैछ बसले कता लिएर जान्छ थाहा होइन हेलो गाइज म चाहिँ भर्खर यहाँ ब्याङ्कक पुगेँ अनि म यहाँ आउने बेलामा चाहिँ मेरो पासपोर्टै मेरो कहाँ झरेछ कि प्लेनमा झऱ्यो कि कहाँ झऱ्यो म त कस्तो हात्ती एक्लै छु कोही पनि छैन अनि यहाँ भनेको उता प्लेनमा कल गर्छु वेट गर भन्यो 15-20 मिनट भइसक्यो कस्तो डर लागिरहेको मलाई त एक्लै भएर पनि होला अब के हुन्छ भेटिन्छ के गर्छु एयरपोर्ट पुगेर भन्छु भनेको थिएँ सबैजनालाई कसैलाई मेसेज गर्नु नि मन लागेन अब यो पासपोर्ट भेटेपछि गर्छु भनेर आएको 1 घन्टा भइसक्यो हेलो गाइज फाइनली चाहिँ मैले मेरो पासपोर्ट पाएको छु थ्याङ्क्स गड बल्ल ढुक्क भयो कस्तो आत्ते थिएँ म त पासपोर्ट पाएँ अब चाहिँ यता जान लाग्यो ट्रेनमा जानु पर्दो रहेछ फेरि अर्को ठाउँमा ट्रेन छु